हेलो साथीहरु नमस्कार। तपाईलाई हाम्रो च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी कक्षा 11 को नेपाली किताबको पाठ 2 मा रहेको गाउँको मायाको सम्पूर्ण समरी जान्ने छौं विथ भिडियो। तपाईहरु मध्ये कतिपयहरुको एक्जाम भोलि होला, कसैको यहाँ महानायकहरु यस्ता पनि हुन्छन्, कसैको एक्जाम एकछिनपछि 12-1 बजे हुन्छ, अहिले यस्तो भिडियो हेरेर बस्छन्। तपाईहरु पनि त्यसमा पर्नु हुनुहुन्छ भने तपाईको जिन्दगी गयो, ढुक्क हुनुस्। एक्जाममा तपाईलाई मार्क्स चाहिन्छ, मार्क ल्याउने काम मेरो ग्यारेन्टी हो। त्यसैले म तपाईलाई एउटा एन्सरको एउटा यस्तो फर्मेट देखाउँछु। तपाईले यो च्याप्टरबाट जुनसुकै क्वेशन आओस्, तपाईले यही फर्मेट लेखिदिदा ढुक्क तरिकाले तपाईको मार्क्स आउँछ। स्क्रिनमा हेर्नुस् त, तपाईले फर्स्ट र सेकेन्ड प्याराग्राफ जस्ताको तस्तै लेख्नु होला, सेम टु सेम। तर तेस्रो प्याराग्राफ तपाईको क्वेशन, तपाईको यो च्याप्टरबाट कुन क्वेशन आएको छ हो त्यही क्वेशनसँग रिलेटेड, त्यही क्वेशनलाई नै बढाइ चढाइ गरेर टक्क लास्ट प्याराग्राफमा लेखिदिनु होला। यति लेख्नु भयो भने तपाईको मार्क्स ढुक्क साथ आउँछ है त। ल अब तपाईले एन्सर पनि पाइहाल्नु भयो, अब ढुक्क हुनुस् र अब भिडियो अन्तिमसम्म हेरेर सम्पूर्ण समरी जानौँ है त। गाउँको माया। यस कथाका कथाकार महेश्वर प्रसाद उपाध्याय हुन्, जो चाहिँ नेपाली साहित्यमा इस्मालीको नामले प्रसिद्ध छन्। उनको जन्म बिर्कमसम्म 2012 साल जेठ 4 गते महोत्तरी जिल्लाको औरहीमा भएको हो। इस्मालीद्वारा लिखित गाउँको माया कथा मुख्य रूपमा गाउँ प्रतिको आत्मीयता, सामाजिक विभाजन, वर्ग सङ्घर्ष र शिक्षित व्यक्तिहरूको दायित्व जस्ता महत्त्वपूर्ण विषयहरूलाई समेट्ने एउटा उत्कृष्ट कथा हो। यस कथाले गाउँमा भएका सामाजिक अन्याय, श्रमिकहरूको सङ्घर्ष, भूपतिहरूको अत्याचार र शिक्षित वर्गको दायित्वलाई उजागर गरेको छ। साथै कथाले शिक्षा र जागरुकताको महत्त्वलाई विशेष रूपमा चित्रण पनि गरेको छ। कथा सुरु हुन्छ। कथाका मुख्य पात्र किसन लगभग 2 वर्षपछि गाउँ फर्किन लागेका हुन्छन्। विगतमा अध्ययन, काम र अन्य व्यस्तताका कारण उनले धेरै पटक गाउँ फर्कने योजना बनाउँदा पनि सफल हुन सकेका थिएनन्। तर यसपटक किसन दृढ सङ्कल्पका साथ गाउँ फर्कदैछन्। गाउँको बाटोमा उनको आँखामा गाउँका दृश्यहरू नाचिरहेका हुन्छन्। गाउँ फर्कने क्रममा उनको मनमा गाउँका यादहरू, बाल्यकालका साथीहरू, परिवार र गाउँको जीवनका विभिन्न घटनाहरू उम्किरहेका हुन्छन्। गाउँ फर्कने क्रममा किसनलाई आफ्नो बाल्यकालको समय, साथीभाइ, रमाइला क्षणहरू, मेला पर्व, नौटङ्गी नाटक, हाट बजार आदिको झझल्को आइरहेको हुन्छ। उसलाई आफ्ना पुराना साथीहरू जस्तै कि बुदाना, परिछन, रामदरस, बखतबहादुरको सम्झना पनि आउँछ। ती साथीहरूसँग उसले बिताएका अविस्मरणीय क्षणहरू उसको मनमा पुनः जीवित भइरहेका हुन्छन्। गाउँ पुग्नै लाग्दा किसनले परिचित आवाज सुन्छ। त्यो आवाज अरू कसैको नभई परिछनको थियो, जो हलो जोतेर खेतमा काम गरिरहेको हुन्छ। परिछन र किसान बाल्यकालमा असल साथीहरू थिए, जसले सँगै गाई चराएका, मकै चोरेर खाएका, गाउँमा रमाइला खेल खेलेका र सानातिना झगडा पनि गरेका थिए। तर अहिले अवस्था फेरिएको छ। शिक्षाले किसन र परिछनको जीवनलाई फरक दिशामा धकेलेको छ। पढेर किसन आफ्नो काममा व्यस्त छन् भने परिछन भने आफ्नै जीविकोपार्जन गर्न गाउँमा नै हलो जोतेर, हलो चलाएर बसेका छन्। ऊ शिक्षाको उज्यालोबाट टाढा परेको छ। परिछनसँग कुरा गर्दै जाँदा किसनले गाउँमा भएको सामाजिक अन्याय र मजदुरहरूको सङ्घर्षको बारेमा पनि थाहा पाउँछ। परिछनले किसनलाई गाउँका मजदुरहरूले भोग्दै आएको अन्यायको बारेमा बताउँछ। गाउँमा मजदुरहरूले धनी भूपतिहरूसँग आफूले गरेको कठिन परिश्रमको उचित पारिश्रमिक माग गर्दै हडताल गरेका थिए। सुरुमा मजदुरहरूको सङ्घर्ष सफल भएको जस्तो देखिए पनि केही मजदुरहरू नै धनी वर्गसँग मिलेर आफ्नै साथीहरूको आन्दोलन नै भाडिदिएछन्, जसका कारण हडताल असफल हुन्छ र गाउँका श्रमिकहरू अझै पनि भूपतिहरूको अन्यायपूर्ण शोषणको शिकार भइरहेका छन्। हडताल असफल भएपछि गाउँमा 3वटा राजनैतिक समूहहरू अर्थात् पार्टीहरू बनेका रहेछन्। ती समूहहरू एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् र तर श्रमिकहरूको वास्तविक समस्याको समाधान भने कसैले पनि गर्न सकेको छैन। परिछन भन्छ कि यदि किसन गाउँमै बसेको भए, शिक्षित भएर उनीहरूको लागि आवाज उठाएको भए, गाउँका श्रमिकहरूले बल पाउने थिए। परिछनको यो प्रश्नले किसनलाई नराम्रोसँग हल्ल्याउँछ। उसलाई लाग्छ शिक्षित भएर पनि यदि ऊ गाउँकै समस्याबाट पन्छिन खोज्छ भने उसको शिक्षा व्यर्थ छ, उसको शिक्षा निरर्थक छ।
किसानलाई महसुस हुन्छ कि ऊ गाउँ फर्केर आफ्ना गाउँलेहरूको हितमा केही गर्नुपर्छ। कथाको अन्त्यमा परीक्षणले महावीरजीको झण्डाको मेलामा उनीहरूले नाटक खेल्ने इच्छा देखाउँछन्। त्यसैले किसनलाई गाउँका समस्याहरू समेटेर एउटा नाटक लेख्न अनुरोध गर्दछन्। किसनले नाटक कहिल्यै नलेखे पनि परीक्षणको आग्रहले उसलाई सोच्न बाध्य पार्छ। गाउँमा टेक्नै नपाउँदै उसले ठुलो जिम्मेवारी पाएको महसुस गर्छ। किसनले गाउँका मजदुरहरूको सङ्घर्षलाई उजागर गर्ने नाटक लेख्ने वा नलेख्ने भन्ने दुविधामा रहन्छ। तर परीक्षणको आग्रहले ऊ सामाजिक उत्तरदायित्व बोध गर्दै गाउँका निमुखा मजदुरहरूको आवाज उठाउने निर्णय गर्ने सङ्केत यस कथाको अन्त्यमा पाइन्छ। यसरी गाउँको माया कथाले सामाजिक समस्याहरू र व्यक्तिगत जिम्मेवारीको बारेमा पनि गहिरो संवेदनशीलता देखाएको छ। कसरी हुने खानेले हुँदा खानेलाई हेप्छन् भन्ने कुरा पनि यस कथामा प्रष्ट पारेको छ। कथाको भाषा सरल र मर्मिक छ, जसले पाठकलाई गाउँको जीवनसँग जोड्न सफल हुन्छ। गाउँको सादगी अर्थात् सादगी जीवन, मानिसहरूको सङ्घर्ष र उनीहरूको आपसी सम्बन्धहरू कथामा उत्कृष्ट रूपमा चित्रण गरिएको छ। यो कथा गाउँको जीवनको सुन्दरता र कठिनाइहरू दुवैलाई उजागर गरेको पाइन्छ। हस् त, आजको भिडियो यति नै गरौँ। तपाईँलाई कस्तो लाग्यो यो भिडियो कमेन्टमा लेख्न नबिर्सिनु होला। र यो कथाको समरी मैले डिस्क्रिप्सन बक्समा पनि राखिदिएको छु र मैले तपाईँलाई भिडियोको फर्स्टमा पनि देखाइसकेको छु। तपाईँले इक्जाममा त्यो लेख्नुभयो भने 100% तपाईँले मार्क्स पाउनुहुन्छ। ढुक्कसँग लेख्नु होला है त। आजलाई बिदा हुन्छु। हस्, धन्यवाद। जय नेपाल।